खडेरीको बिरुवाले पानी पाए जस्तो, खाली मनको सिंहासनले रानी पाए जस्तो, मुटुले माया गर्ने बानी पाए जस्तो, अधुरो एउटा कथाले कहानी पाए जस्तो, उनको र मेरो कहानी, संयोगदेखि वियोगसम्मको कहानी। यो संसारमा कति सम्बन्धका कहानीहरू होलान्, कति पुरा, अपुरा, अधुरा। भनिन्छ सम्बन्ध स्वर्गमै तय हुन्छ, कि त छैटौँमा भावीले लेख्छ भनेर। तर खै कसरी भनौँ खासमा कसले लेख्छ भनेर? भगवान या भावीले लेख्ने भए टुट्ने सम्बन्ध किन लेख्थ्यो होला र? मेरो सम्बन्ध मैले लेखेँ या दैवले? जसले लेख्यो, छुट्टिने लेख्यो, मेटिने लेख्यो, अनि फेरि कहिल्यै नभेटिने लेख्यो। दोष कसलाई दिउँ? तिमीलाई, म आफैलाई या दैवलाई? आज मुटुले धड्कन पाएको, आँखाले दृष्टि पाएको, मनले शान्ति अनि जीवनले सुख पाएको। दोस्रो वर्ष, समय पनि कति चाँडै बितेको। सायद मन मिल्ने मान्छे अनि आफूलाई बुझ्ने साथी भएपछि यस्तै हुन्छ होला। हाम्रो माया सधैँ यस्तै रहोस्। म पनि सधैँभरि यसरी नै माया गरिराख्न पाऊँ उसलाई, र उसले पनि सधैँभरि मलाई यत्तिकै माया गरिरहनु। आज त मेरी मायालाई मायाको उपहार दिने उत्सवको दिन। सायद उनी पनि गजक्क परेर म जस्तै पर्खिरहेकी होली। फुलभन्दा राम्री त उनी नै छिन्। जुन भन्दा उज्यालो उसको हाँसो नै छ। उपहार पो के दिउँ? फुललाई फिक्कै लागे पनि फुलको मिठो बास्ना अनि मेरो न्यानो माया। उनको हँसिलो मुहारको चमक यो फुलमा परेपछि त माहौलै मायाले भरिपूर्ण भइहाल्यो नि। चञ्चले स्वभाव कि मेरी माया सधैँ रमाउँछिन्, कहिले काहीँ रिसाउँछिन्, अनि रिसाउँदा त झनै राम्रै देखिन्छन्। उनकै मिठो बोली अनि हाँसोमा हराउँदै सानो सानो कुरामा खुसी खोजिरहन मन लाग्छ। मेरी माया साँच्चै गजब कि छौ तिमी। तिमी बाहेक न केही देख्छु न केही देख्न चाहन्छु। बस तिमीलाई नै सधैँ हेरिराख्न पाऊँ, यही चाहन्छु। उसको त्यो मिठो मुस्कान, उनी मेरो छेउमा नहुँदा पनि त्यो मुस्कानको आवाज सधैँ भइरहन्छ। अहिले पनि
सधैँ त्यही मुस्कान देखिरहेको हुन्छु मेरो आँखा वरिपरि। एकदमै धेरै माया गर्छु म उनलाई। म हेर्न चाहन्छु त बस उनलाई, देख्न चाहन्छु त बस उनलाई, उनैको नाम लिइराख्न चाहन्छु। सायद मदेखि कुनै दिन कविता नै लेखियो भने पनि उनैको नाममा लेख्छु होला। वा, हतार भइसक्यो, छिट्टै भेट्नु छ मेरी मायालाई। आज सूर्यको त्यो चम्किलो किरणमा कालो बादल लाग्यो। पक्रिएका फुलहरू एक्कासी मुर्झाए जस्तो भयो। केही अगाडि मात्रै भगवानलाई हाम्रो सम्बन्धमा आँखा नलगाइदेऊ है भन्दै प्रार्थना गरिरहेको थिएँ म। प्रश्नहरू त तिमीलाई सोध्न पनि धेरै छन्, तर त्योभन्दा धेरै प्रश्न त मेरो म आफैलाई छ, अनि आफैले उत्तर दिन सकिरहेकै छैन। तिमीलाई त के सोधौँ? तन मलाई दिएर मन अन्तै छाड्यौ कि जोबन मलाई सुम्पिएर जीवन अन्तै खोज्यौ कि? बुझ्नै सकिन म कहाँ चुकेँ, कता छुटेँ। सपना त तिमीलाई रानी बनाउला भन्ने थियो, अनि अनि त्यही सपनाहरू सजाउँदै थिए। तर सपना एउटा, यथार्थ बेग्लै भयो। यात्रा एकातिर, गन्तव्य अर्कैतिर भयो। हुन त आफूले माया गरेको मान्छेलाई खुसी देख्न चाहनु नै माया हो। तर तिम्रो खुसी अरूमै हुन्छ भने यो मायालाई कस्तो नाम दिऊ, कस्तो नाम दिऊ? धोका नै सही,
धोका नै सही। तिमीलाई तिम्रै खुसीमा छाडिदिए। हामी सँगै थियौँ तर नजिक रहेनछौँ। खुसीको कामना छ, खुसी हुनु है माया। सपना सबै खरानी भो, कसले सुन्छ बिरानी मेरो। सपना सबै खरानी भो, कसले सुन्छ बिरानी मेरो। अन्त्यमा तिमीले चाहेको भयो, न मैले चाहेको भयो। तर जे भयो नसोचेको भयो अनि धेरै गलत भयो। भनिन्छ गल्ती त भगवानबाट पनि हुन्छ, कति जानेर त कति अनजानमा। अनि गल्ती गर्नेलाई सच्याउने मौका पनि दिनुपर्छ। तर केही गल्तीहरू यस्तो हुन्छन् जुन न सचिन्छ न माफीको लायक नै हुन्छ त केवल सजाय। मबाट गल्ती भयो माया। अब त्यो गल्तीलाई न सम्झन सक्छु न बिर्सन सक्छु। I am sorry माया। I am so sorry. अन्तिम पल्ट I love you. अनि happy anniversary. Happy anniversary माया। Happy anniversary.